हेर्नुहोस् त साथीहरू, म आज कफी घोल्ने मेसिन बनाउने सजिलो तरिका देखाउँदै छु। यसको लागि हामीलाई यी सामानहरूको आवश्यकता पर्छ। मैले यस्तो ब्याट्री होल्डर बनाएको छु। हजुरहरूसँग रेडिमेड छ भने युज गर्दा हुन्छ। अब यसको पछाडि आइसक्रिम स्टिकलाई सुपर ग्लुको मद्दतले यसरी चप्काइदिने, तर स्टिकको एक्स्ट्रा भाग यतिसम्म हुनुपर्छ। त्यसपछि डीसी मोटरलाई देखाए जसरी सिधा पारेर आइसक्रिम स्टिकमा टाँसिदिने। पछि आफै नउब्किनको लागि मजाले टाँस्दा राम्रो। एकछिन च्यापेर राख्न पनि सक्नुहुन्छ। अब अर्को आइसक्रिम स्टिकमा पाल पार्ने र देखाए जसरी टुक्रा बनाउने। यस्तो टुक्रा दुईटा हुनुपर्छ, त्यसैले अर्को टुक्रा पनि बनाउने र पाल पारिदिने। छेउका तिखा भागहरूलाई घोटेर गोलो बनाउन चाहिँ नबिर्सिनु होला। यस्तो बनाएपछि कफी घोल्दा धेरै उचिटिँदैन। अब स्विचलाई देखाए जसरी ब्याट्री होल्डरमा टाँसिदिने। यो पनि पक्का गरी टाँस्नु होला, किनकि बेला बेलामा चलाइराख्नुपर्छ। अब वायरिङ गर्ने पालो। सोल्डरिङ आइरनले देखाए जसरी राम्ररी टाँसिदिनु होला। तारहरूलाई पनि ग्लुको मद्दतले देखाए जसरी सेट गरिदिनु होला। त्यसपछि एउटा रिफिलको टुक्रा बनाउने र त्यसमा टुथपिक मजाले घुसाउने अनि मोटरमा पनि देखाए जसरी फिट गरिदिने। टुथपिक दायाँ बायाँ नहल्लिनको लागि यहाँनिर एउटा सपोर्ट बनाउनु पर्ने हुन्छ। त्यसका लागि आइसक्रिम स्टिकको टुक्रालाई देखाए जस्तो बनाउने र टाँसिदिने। यसलाई पनि राम्ररी टाँस्नु होला। ल हेर्नुहोस् है, अहिले नै सेप लिन थालिसकेको छ। हामीले सुरुमा बनाएका ती दुई टुक्रालाई यसरी जोडिदिने। ध्यान दिएर हेर्नुहोस् है, जोडेपछि यस्तो देखिन्छ। अब यसलाई लगेर टुथपिकको टुप्पामा फिट गरिदिने अनि ग्लुको मद्दतले नहल्लिने गरी मजाले टाँसिदिने। आहा, हेर्नुहोस् है, गजबको देखिएको छ। ल सुरुमा यसलाई चेक गरिहालौँ है त। हेर्दा त स्टेबल तरिकाले घुमिरहेको छ। कफी चाहिँ कसरी घोल्छ हेर्न बाँकी नै छ। अब चाहिँ कफी बनाएर चेक गर्नुपर्ने हुन्छ। आहा, हेर्नुहोस् है साथीहरू, कफी कति मजाले घुलेको छ।